साथीहरू वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म बाहिर निस्किरहेछु अनि दिउँसोदेखि नै भ्लगिङ स्टार्ट गरिराखेको छु। अहिले चाहिँ हामी हाम्रो स्कुलको म्यामको दोकानमा आइराखेको छौँ होइन। यो चाहिँ कहाँनिर अरे दिपा म्याम? पिण्डेश्वरी चोकमा चाहिँ आइसकेको छौँ। अनि हेलो गाइस म्याम अनि म अनि यहाँनिर के पाउँदो रहेछ म तपाईँहरूलाई देखाउँछु ल साथीहरू। अनि तपाईँहरू पनि यहाँ आउनुभयो भने यहाँबाट सामानहरू मन पऱ्यो भने लानु सक्नुहुन्छ। चाहिँ कानमा लगाउने इयररिङहरू रहेको छ अनि यति धेरै कति राम्रो राम्रो छ। तपाईँहरूलाई कुन चाहिँ मनपर्छ कमेन्ट गर्नु होला। अनि यो यस अनि यो क्लिपहरू रहेको छ। यो चाहिँ के हो? फेस मास्क? व्हाट इज दिस? कुन चाहिँ लानु नि? हाम्रो रक्षा म्यामलाई चाहिँ त्यो मन परेछ। व्हाट इज दिस? नाकमा नाकमा टाल्ने अरे त्यो चाहिँ ब्ल्याक हेयर। अनि यहाँनिर फ्यानहरू क्लिपहरू छ, पर्स पनि छ है। अनि यहाँनिर चाहिँ नेक्लेसहरू छ साथीहरू। यस्तो त नि मैले पनि अनलाइनमा अर्डर गरेर किनेको कि रक्षा म्याम यस्तो अनलाइन अर्डर गरेँ कि कपाल कस्तो धेरै चिप तान्दो रहेछ, कस्तो रिस उठेर मलाई त। अनि यहाँनिर उयोहरू पनि छ, यो टाउकोमा लगाउने रबरहरू। अनि यो मिररहरू पनि छ साथीहरू, डलहरू। यहाँ तपाईँहरूलाई पनि यो क्रिङहरू पनि छ, कुन चाहिँ मनपर्छ। काफहरू पनि छ। अनि यो पर्स, डायरी, स्मल डायरी, लिपस्टिकहरू छ। अनि यहाँनिर मिररहरू पनि छ। पर्फ्युम, फ्यान चाहियो भने यहाँ छ है। दिपा म्याम देवो म्याम भन्नुहुन्छ, रक्षा म्याम। स्मल पर्फ्युम तर आज मेरो नाकले केही पनि थाहा पाउँदैन। सो साथीहरू यहाँ पनि हेयर क्लिपहरू छ, सक्नुहुन्छ। खै पिम्पल प्याच खै, वेयर इज पिम्पल प्याच? ओ खै देखाउनु त भ्लगिङमा। यो चाहिँ देखाउनु, पिम्पल प्याच। यो चाहिँ पिम्पल प्याच छ साथीहरू। यो चाहिँ पिम्पल एक्ने जसलाई आउँछ यो ट्याप्प टालिहाल्नु। तपाईँहरू त्यो हातले कोट्याउने, हातले छुने काम नगर्नुहोस्। पिम्पल प्याच आइसकेको छ बजारमा। बजारमा हेर्नुहोस्, पिम्पल प्याच आइसकेको छ। तपाईँहरू कोट्याउने, घोच्ने, तिलकोटी निकाल्ने, त्यसको आँखा निकाल्ने काम नगर्नु। त्यसको लागि तपाईँहरूले यो अघिको चाहिँ सिम्पल वाला हो। तपाईँलाई चाहिँ एकदम क्युटी पाई बन्नु मन छ भने चाहिँ यहाँ हेर्नुहोस्, यो के अरे हेलो किटीको पनि छ। टक्क गालामा टाँस्ने होइन, स्टिकर जस्तै, कस्तो क्युट पनि देखिन्छ। एकदम एस्थेटिक भाइ बनाउँछ यो चाहिँ। यो चाहिँ पिम्पलको, मैले ब्ल्याक हेड्सको कुरा गर्दैछु हौ रक्षा चाहिँ। अब तपाईँहरू सुन्नुभयो नि। अब तपाईँहरू यदि टिम्पल आए पनि हातले कोट्याउने, त्यो सिन्काले घोच्याउने काम नगर्नुहोस्। बजारमा पिम्पल प्याच आइसकेको छ। यहाँनिर हाम्रो म्यामको दोकानमा आएर एकदम लिनु सक्नुहुन्छ है। अनि यहाँ अनलाइन अर्डर पनि गर्नु सक्नुहुन्छ, टिकटकमा फलो गर्नु सक्नुहुन्छ साथीहरू। यहाँनिर इयररिङहरू कति धेरै छ, तपाईँहरूले गाइस एल्सानम मैले चाहिँ यो लिएँ 3टा पिस। कस्तो लाग्यो कमेन्ट गरिदिइहाल्नुहोस्। यहाँ हाम्रो यो लोकेसन पनि म देखाइहाल्छु है तपाईँहरूलाई। अनि यहाँनिर फोन नम्बर पनि छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर आएर तपाईँहरूले सप पनि किन्नु सक्नुहुन्छ।
सो हेर्दै गर्नु होला साथीहरू के कस्तो लाग्छ के रे हजुर नो आई एम नट नो 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 दिपा म्यामले रिङ पनि हेर्दै हुनुहुन्छ टल के रे यस्तो आइरहेको ल तपाईँहरू नढाकिकन भन्नु मेरो हात के नराम्रो छ राम्रो छ त राम्रो देखिरहेछ उहाँले सोध्दै हुनुहुन्छ के छ अरे हात पनि नराम्रो छ छैन ल अहिले छैन भन्ने छ अघिसम्म मलाई त हटाउनु तपाईँको हात नराम्रो दिएको भन्ने त गाइस होइन प्र्याङ्क गरेको डिजाइन त राम्रो हौ हाम्रो म्याम पुरा क्युआर गर्दै हुनुहुन्छ कति क्युआर गर्न आँट्नु भयो त्यो रक्षा म्याम ओन्ली हुँदैन साथीहरू यहाँ आएर ओन्ली सो थ्याङ्क यू भनी पाइसक्यो म्यामले अब जाने हो हामी सरारा जाऊँ ल अब जाऊँ ल तेरो अब हामी चाहिँ फर्किसकेको ल सामान किनेर सो के अरे एक्सपेक्टेसन भर्सेस रियालिटी त्यो चाहिँ मेरो मनमै छ कुन चाहिँ टेलरकोमा जानु भान्जोको पछाडि बिगारेको यो मान्छेले कहाँ आइपुग्यो परे हामी आइसक्यौँ है के गर्नु अरे स्कुलको ड्रेसमा कोरियन फुड खानु के खानु हिँडेकै साझा साथीहरू त्यस्तै छ आज स्यालेरी आएको छ कि गाइज अनि त्यही भएर हामी यतिकै बुरुक सकेको छु कता हामी चाहिँ आइसकेकोमै अलिक शीतल भयो यार हामी चाहिँ पछाडि गएको छौँ है साथीहरू दुईजना मेरो यहाँ गफ गर्दै बस्नुपर्छ ल सो हामी चाहिँ भित्र बसेको छौँ यतापट्टि आउनु नि यही टेबलमा बसौँ छाताले बढाउनु न हुन्छ सबै त्यो मेरो छाताको गरम निस्केर कस्तो बिजोक भइरहेछ हेर न बस्ने सिटमा फ्याँक्दैछ अरे टिस्युले बाहिरबाट हान्नु त अब टिस्युले कस्तो मजा आउँछ है काम गर्नु के राम्रो थाहा छ टेबल होइन सजिलो टेबल पुस्नु अझ त्यो भन्दा सजिलो यसरी फोनमा त्यहाँ पुस्नु न भन्नु हो क्या साथीहरू यहाँ हेर्नु मेरो दुईजनाले यस्तो यस्तो कुराहरू भन्दैछ कुरा कस्तो लाग्छ तपाईँहरू दुईजना म्यामको कुराहरू कस्तो लाग्छ है एकदम कमेन्ट बक्समा निर्धक्क भएर कमेन्ट गर्नु होला आज यिनीहरूको गोजी तातो छ छप्प निकाल्दैछ मलाई यहाँ त्यो खाएको थिएँ मैले यस्तो अमिलाग मलाई मेरो साथीहरूले पुरा अर्डर गर्दैछ नानीलाई लिएर आउँदा खानुभयो अर्डर गर्दैछ यिनीहरूले हेर्न सुन्नु है यहाँनिर उनीहरूको दिमाग खराब भयो अरे मैले चाहिँ के किनौँ भयो नि त अनि त्यही भएर यही चिम्टी मात्रै किनेर आएँ मैले चाहिँ अरू पनि किन्नु खोजेको थिएँ हेयर रोल होला तर भेटेन एउटा पोर्टमा किन्दा पनि स्पाइसी लिन्छ यो दुईटामा यही गर्छु अनि भेज के खाने तपाईँ किन खिच्छ वाउ यो पनि रहेछ त यो यही मगाउँ न त कति धेरै साथीहरू अहिले चाहिँ हामी पानी खाइसकेर 3टा गिलासमा अनि यो केन्डली मात्र छ है डिसेबल नै छ त सोपाल कता छ सोपाल भित्र जानु
के किम्ची सो साथीहरू हाम्रो चाहिँ स्टार्ट नगरेर क्या साथीहरू हाम्रो चाहिँ आइसकेको छ वाउ तातो तातो यो चाहिँ भेज होइन तोकेर है म पनि अब यो यसले हामी खान्छौँ अनि यसले चाहिँ हामीलाई स्पिड गराउँछ हेलो आयो आयो नि मेरो पनि राख भन् वाउ तपाईँलाई चाहिँ ठिक हुन्छ यस्तो मगाएको छु मैले नर्मदा म्यामलाई उसको बहिनीले बनाउनुहुन्छ अरे कि बनाउनु ए अचार सो साथीहरू कालो आयौँ होला खानु चल्दै गर्नु न त्यही भएर सम्झे आइसक्यो है अब हाम्रो खानेकुराहरू म चाहिँ केले साथीहरू अब म्यामले पक्रिँदै हुनुहुन्छ है हेर्नुहोस् यस्तो खतरा चपस्टिकको कमाल है यसले त झन् पारै आएन त मलाई त के भयो खाऊ 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 बल्ल बल्ल फाइनली 3चोटिको पालामा पक्रिनु भयो गीत बजिरहेको रहेछ सो साथीहरू काँटा युज गर्न सकेर मैले चाहिँ अब चम्ची नै युज गर्दैछु अहिले चाहिँ हामीले खाइसकेर पनि यस्तो टेबलको हालत बनाइसकेको छौँ हड्डी टोक्नेहरूले हड्डी टोकेर नि यस्तो बनाइसक्यो पानी खानेहरू अहिलेसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई थ्याङ्क यू सो मच अब चाहिँ मेरो भ्लग पनि एन्ड गर्न चाहन्छु अनि अब हामीले खाइसक्यौँ अब चाहिँ हामी घर जाने म्याम अनि अब हामी चाहिँ घर निस्किरहेको है अहिलेसम्म हेरेर साथ दिनुभएको सबैजनालाई थ्याङ्क यू सो मच अनि नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा अनि न्यू भनेर कमेन्ट गर्नु होला है त साथीहरू बाई बाई